ख्रिस्टका सन्तान हो, चमक्क चम्किनु पर्छ। सबै समस्यालाई पछ्याउँदै लमक्क लम्किनु पर्छ, लमक्क लम्किनु पर्छ। तिमी त ख्रिस्टका सन्तान हो। संसार हो परीक्षा त धेरै आउनु सक्छ। परीक्षाको सामना गर्दै ख्रिस्टमा धाउनु पर्छ। संसार हो परीक्षा त धेरै आउनु सक्छ। परीक्षाको सामना गर्दै ख्रिस्टमा धाउनु पर्छ, ख्रिस्टमा धाउनु पर्छ। तिमी त ख्रिस्टका सन्तान हो, चमक्क चम्किनु पर्छ। सबै समस्यालाई पछ्याउँदै लमक्क लम्किनु पर्छ, लमक्क लम्किनु पर्छ। तिमी त ख्रिस्टका सन्तान हो। सत्य मार्ग सधैँ सधैँ तिमी हिँड्नु पर्छ। ख्रिस्टको सन्तान हो तिमी भनी सबले चिन्नु पर्छ। सत्य मार्ग सधैँ सधैँ तिमी हिँड्नु पर्छ। ख्रिस्टको सन्तान हो तिमी भनी सबले चिन्नु पर्छ, सबले चिन्नु पर्छ। तिमी त ख्रिस्टका सन्तान हो, चमक्क चम्किनु पर्छ। सबै समस्यालाई पछ्याउँदै लमक्क लम्किनु पर्छ, लमक्क लम्किनु पर्छ। तिमी त ख्रिस्टका सन्तान हो। सम्पूर्णलाई म सामुएल शर्मा आचार्यको तर्फबाट प्रभु येशू ख्रिस्टको नाउँमा जय मसीह अनि नमस्कार। मैले यो जुन प्रभुको भजन गाएर तपाईहरूको बीचबाट परमप्रभु परमेश्वरको महिमा अनि प्रशंसा गरेको छु, यस भजनको शब्दलाई विशेष गरिकन लेख्नुहुने अङ्कल हुनुहुन्छ राजकुमार कार्की यानि कि आरके सर। अनि यस भजनलाई म्युजिक अनि कम्पोजिसन गर्ने म स्वयं। अनि यस भजनलाई म्युजिक एरेन्ज गर्नुहुने दादा हुनुहुन्छ टिभी दादाको माध्यमबाट कुमार थापाजी हुनुहुन्छ। हुन्छ है, यस भजनद्वारा तपाईहरू सबैजनालाई परमेश्वरले आशिष दिउन्। फेरि पनि सबैजनालाई म सामुएल शर्मा आचार्यको तर्फबाट प्रभु येशू ख्रिस्टको नाउँमा जय मसीह अनि नमस्कार। फेरि भेटौँ है त, बाई।